करेला पनि अब झाल चाङतिर चढ्न थालेको छ। करेलाले राम्रो फल्देला जस्तो छ। यता अब हामीसँग खुर्सानीहरू पनि त्यस्तै फलिरहेको छ। खुर्सानी है, त्यहाँदेखि उतापट्टि भेन्डा पनि छ। भेन्डाहरू पनि राम्रै भइरहेको छ है। बिचबिचमा कर्कलो पनि छ। भेन्डाहरू चाहिँ फल्ने सुसारमा छ। कति त फल्न पनि खोजिरहेको छ। कोही फलेको पनि छ। भित्रभित्रै फल्ने काम भइरहेको रहेछ है। अब यता हामीसँग छ फेरि यो सिप्ली भिन्डी है। सिप्ली भिन्डी पनि यत्तिको यो राम्ररी भन्नुपर्छ। यत्तिको यहाँ फर्सीको एउटा झाल पनि रहेछ। यहाँ एउटा घिरौलो पनि छ है। घिरौलोको साथसाथै हामीसँग यहाँ काँक्राको झाल पनि ठिक्क भएको छ है। थाङ्नामा चढ्नु बिस्तारै घिरौलोले माथिपट्टि एकल परुत्त जगाउनु खोज्दैछ। यहाँ साङसाङ त राम्रै छ है वारिपारि। यसरी योजना गर्दा तरिकाले यो त ठुलै पञ्चवर्षीय योजनाले बनाए जस्तो छ त यो चाङ त। आफैले बनाएको हो र। अनि यता हेर्दा हेर्दै यो मकै त पाकिसक्यो त। मकैको घुवा यति ठुल्ठुलो छ है। यति राम्रो छ मकैहरू यता यता। अनि त्यो मकै घाँस झार उखेलेर त्यसरी अर्ग्यानिक मल बनाउनलाई त्यसरी प्लास्टिकले छोपेर पनि राखिएको छ। अर्को काँक्राको झाल पनि यसरी भएको छ यहाँ। हेरौँ हल्का एउटा दुईवटा बोडी पनि फल्दैछ हाम्रो यो मकैबारी। मकै अब सर्लाको पाक्ने बेला भयो। बिचबिचमा कोही ठाउँमा काँक्रा पनि छ। यसलाई अस्ति मैले मल हालेर फेरि पाती पनि हालिदिएको हो। यसरी मकैहरू राम्रो हुँदैछ हाम्रो मकैबारी। मैले जसरी काम गरेको थिएँ नि त्यसरी नै यो मकै पनि त्यत्तिकै राम्रो भइरहेको छ गाइस। अब भुटेर नि खाने, सुकाएर नि खाने, कसरी हुन्छ त्यसरी खाने है। मकै यतिको घोगा राम्रै हो। हस्त गाइस, अर्को टिप्समा फेरि है त।